छोरो आज सग्राती दिदी बिनाजुहरूलाई बोलाएको थियो मासुहरू तरकारीहरू ल्याउनु पर्ने पैसा छैन तँसँग छ भनिदिएन खै मम्मी मसँग पनि पैसै छैन अब भाइसँग पनि माग्न अप्ठ्यारो लाग्छ तपाईँ माग्नु न मासु पनि लिएर आउनु पर्ने आज झन् सङ्क्रान्तिको दिन बजारको मासु खानु मन लागिरहेको थियो ल नि त म कान्छासँग मागेर हेर्छु नि त एकचोटि ल छोरा सुन्न मम्मी भन्नुहोस् न आज भिनाजुहरूलाई पनि बोलाएको थियो मासु किन्ने पैसा छैन दाइसँग छैन रे तँसँग छ भनिदिएन दाइले मसँग माग्नु भयो नि त दाइले किन मलाई नभन्नु भएको तँलाई सानोदेखि दाइहरूले हुर्काएको भएर खर्च गरेर अप्ठ्यारो लाएर नि पैसा माग्नु भयो दाइले मलाई त्यत्रो खर्च गर्नुभएको छ त्यत्रो हेर्नुभएको छ जब अलिअलि पैसा माग्नु किन अप्ठ्यारो माग्नु पर्यो सङ्क्रान्तिको दिन दाइले सबै बँदेलको मासु लिनुहुन्थ्यो आज के को मासु लिँदैन म त्यत्रो महँगो मासु किन ल्याउनु पऱ्यो बरु त्यो बँदेलको मासु त्यति महँगो छ अरू बङ्गुरको ल्याएको भइहाल्छ नि एकछिन त मम्मी म मासु लिएर आउँछु दाइले मसँग पैसा लिन अप्ठ्यारो लागेको भयो त्यो पैसा हजुरले दाइले दिनु मासु पनि म आफै ल्याउँछु नि त है ल त्यो मासु धेरै महँगो हुन्छ धेरै पैसा खर्च नगर बरु बङ्गुरकै लिएर आऊ ल छोरा भाइले दिएको खर्च पैसा ल अनि मासु लिएर आउने होला नि त्यो पैसाले त होइन तँलाई यो खर्च अरे मासु भाइले आफै लिएर आउँछ रे ए हो मम्मी अनि के को मासु लिएर आउँछ होला फेरि त्यसले त्यो बँदेल समेतको नलिएर भनेको छ त्यो महँगो बङ्गुरकै मासु लिएर भनेको छ ल छोरा यो मासु चाख त कस्तो भएछ मम्मी मासु हो मम्मी हो क्या दाइ तपाईँ चुम्रा खानु न अनि साँच्चै बङ्गुरै मासु लिएर आउँदा भाइ चुम्रा खानु दाइ बदल हो क्या तपाईँलाई बदलको मासु मनपर्छ नि त त्यही भएर बदलको मासु ल्याउँदै क्या तपाईँले अरू बेला सङ्गतिमा नि बदलको मासु ल्याउनुहुन्थ्यो त्यही भएर बदलको मासु हुँदै खानु सबैलाई माग्ने थाहा भने गराउनुहुन्छ कि यति महँगो मासु किन लिएर आएको भनेर भाइ किन यस्तो गर्नु पऱ्यो त यार मलाई बङ्गुर मासु पनि भइहाल्यो नि त बँदेलकै मासु खानुपर्छ भन्दै थिएन हेर्नु दाइले त दाइले भाइले त भाइले पनि त हो नि तपाईँ निराश नहुनु तपाईँ खुसी भएर चाडबाड मनाउनुहोस् न हुन्छ भाइ खुसी लाग्यो मलाई त जस्तो भाइ पाएर हरेक जुनीमा तँलाई मेरो भाइ भएर जन्मिएँ भाइ